नेसनल आयुर्वेदा रिसर्च एन्ड ट्रेनिङ सेन्टर हस्पिटलको बारेमा भन्न गइरहेको छु। यो हस्पिटल एकदम दामी छ र दामी भन्नाले पनि यहाँको डक्टरहरू सिस्टरहरू एकदम धेरै राम्रो हुनुहुन्छ होइन। टाइममा आइराख्नुहुन्छ चेकअपको लागि, सोध्नको लागि के भयो कसो भयो कन्डिसनको लागि चाहिँ फर्स्ट अफ अल। अनि यहाँनिर ओपिडी टिकट एकदम राम्रो छ। आइमिन चाहिँ शनिबार आइतबार नेपालमा छुट्टी छ होइन, हाम्रो छुट्टी भइरहेको छ। तर यहाँनिर शनिबार छुट्टी हुन्छ, आइतबार हाफ डे लाग्छ क्या। बिहानको 9 बजीदेखि लिएर बेलुकाको 1 बजीसम्म लाग्छ होइन। त्यो टाइम हुन्छ, ड्युरेसन छ आइतबार। अनि सोमबारदेखि चाहिँ 9 to 5 है, सोमबारदेखि लिएर शुक्रबारसम्मको। अनि एकदम राम्रो, मलाई एकदम मन परेको छ यो हस्पिटललाई होइन। र म सबैले सजेस्ट गर्छु आयुर्वेदिकको लागि चाहिँ चुज गर्नुहुन्छ कुनै हस्पिटल भने तपाईँ यो हस्पिटल आएर चेकअप गर्न सक्नुहुन्छ। र यहाँनिर अपरेसनहरू पनि राम्रो हुन्छ एकदम टाइममा। जसरी जुन तरिकाले भन्नुहुन्छ डक्टरले ठ्याक्कै त्यही अनुसारले क्या। कतिको हुन्छ नि अब बाहिर गएर इमर्जेन्सी पर्दाखेरि बाहिर गइहाल्नुहुन्छ, छुट्टीमा गइहाल्नुहुन्छ होइन, अन द स्पोट त्यस्तो कन्डिसनहरू पनि आउँछन् डक्टरको लाइफमा। तर यसमा चाहिँ त्यस्तो छैन क्या। जुन टाइममा भन्नुहुन्छ जहिले भन्नुहुन्छ ठ्याक्कै त्यो टाइममा चाहिँ हुन्छ अपरेसनहरू पनि, राम्रो चेकअपहरू गर्नुहुन्छ। अनि अर्को कुरा के छ भनेपछि यहाँनिर सिस्टरहरू टाइममा आउनुहुन्छ, भाइटलहरू राम्ररी लिनुहुन्छ, मेडिकेसन राम्ररी गर्नुहुन्छ। अनि पोलाइटनेस एकदम धेरै पोलाइटनेस छ होइन। एकदम के भन्नुहुन्छ त तारिफ गरे पनि कम छ यो हस्पिटलको बारेमा, कति राम्रो छ होइन। एकदम मलाई सबभन्दा राम्रो लागेको एकदम पिसफुल इन्भाइरोमेन्ट छ होइन। क्याबिन छ यहाँनिर, वार्ड छ, वार्डमा पनि एकदम राम्रो हल्लासुल्ला यताउता केही पनि छैन, एकदम राम्रो इन्भाइरोमेन्ट छ। र हस्पिटलभन्दा पाइएको जुन ग्राउन्डहरू छ नि त्यहाँ पनि एकदम राम्रो भ्यू छ होइन। टिकटक भिडियो फोटोको लागि पनि एकदम भब्बाल छ होइन, एकदम राम्रो भ्यू छ होइन। मेरो पछाडि हेर्नु पनि यस्तो राम्रो भ्यूहरू पनि छ। अनि यो हस्पिटलमा पनि बाहिर अपोजिट साइडमा पनि एकदम दामी भ्यू छ होइन। र त्यसरी पेसेन्टको लागि मर्निङ इभिनिङ वक गर्नलाई चाहिँ एकदम राम्रो छ। मन्दिर छ, राम्रो मन्दिर यसको बारेमा जति भन्यो भने कम छ क्या। राम्रो छ यो। आयुर्वेदिकको लागि चुज गर्नुहुन्छ भने कुनै हस्पिटल भने यहाँनिर नेसनल आयुर्वेदा रिसर्च एन्ड ट्रेनिङ सेन्टर आउनु, कृतिपुर ललितपुर कृतिपुरमा छ है, ललितपुर कृतिपुरमा छ। यो चाहिँ आएर चेक गर्नु म सबैले सजेसन गर्छु यहाँ आउनु।